नमस्कार, म माधव दाहाल सुकुना माध्यमिक विद्यालय सुन्दरगञ्ज 10 मोरङको शिक्षक। अहिले सुकुना माध्यमिक विद्यालयमा शैक्षिक वर्ष 2082 का लागि नयाँ भर्ना सुरु भएको छ र कक्षा 4 देखि 9 सम्मको अङ्ग्रेजी माध्यमका लागि हामी यही 82 साल वैशाख 7 गते प्रवेश परीक्षा लिँदैछौँ। सो परीक्षा 7 गते परीक्षा हुनुभन्दा अगाडिसम्ममा यहाँहरूले 4 कक्षादेखि 9 कक्षासम्म आफ्ना नानी बाबुहरूलाई पढाउन ल्याउन चाहनुहुन्छ भने सो प्रवेश परीक्षामा सामेल गराइदिनु होला। त्यसैगरी कक्षा नर्सरीदेखि 3 सम्म अङ्ग्रेजी माध्यमका लागि हामी मौखिक परीक्षा लिएर ती विद्यार्थीहरू छनौट गर्नेछौँ भने नर्सरीदेखि 9 सम्मका नेपाली माध्यममा अध्ययन गर्न चाहने विद्यार्थीहरूको लागि पनि मौखिक परीक्षा लिएर हामी विद्यार्थीहरू छनौट गर्नेछौँ। र यस वर्षदेखि सुकुना माध्यमिक विद्यालयमा कक्षा 9 मा अध्ययन गर्ने विद्यार्थीहरूको लागि ऐच्छिक विषय अप्सनल साइन्स र कम्प्युटर साइन्स गरी 2टा ऐच्छिक विषयहरू थप गरिएको छ। यी विषयहरूको कक्षा दिउँसो हुनेछ भने ऐच्छिक ओपिटी म्याथ, ऐच्छिक अर्थशास्त्रको पढाइ चाहिँ बिहानी सत्रमा हुनेछ। र म सुकुना माध्यमिक विद्यालयका आसपासमा रहनुहुने आदरणीय अभिभावकज्यूहरू, त्यसैगरी सुकुना माध्यमिक विद्यालयले बसको व्यवस्था सेवा प्रदान गरेको छ। आफ्नै 4वटा बस र अरू भाडामा लिएका 8वटा गरी जम्मा 12वटा बसबाट विद्यार्थीहरू सुन्दरगञ्ज नगरपालिकाभन्दा अन्यत्रबाट पनि हामीले बस सुविधा प्रदान गरेका छौँ र विद्यार्थीहरू यहाँ पढ्न आउन सक्नुहुनेछ। यसै कुराको जानकारीका निम्ति म तपाईहरुलाई यो अहिले प्रवेश परीक्षा वैशाख 7 गते सबै किसिमको लिखित, मौखिक, अङ्ग्रेजी माध्यम, नेपाली माध्यम, कक्षा नर्सरीदेखि 3 सम्मका विद्यार्थीहरू, सम्पूर्ण विद्यार्थीहरूको प्रवेश परीक्षा वैशाख 7 गते हुँदैछ। सो परीक्षामा सामेल गराउन हुन अनुरोध गर्दछु। हाम्रो प्रवेश परीक्षा वैशाख 7 गते हुन्छ र वैशाख 6 गतेसम्ममा यहाँहरूले यो प्रवेश परीक्षाको आवेदन फर्म भर्न सक्नुहुनेछ। सुकुना माध्यमिक विद्यालय मोरङ जिल्लाको सुन्दरहनेछा नगरपालिका वडा नम्बर 10 मा अवस्थित छ। यो इटरीबाट करिब 13 किलोमिटर पूर्वमा महेन्द्र राजमार्गकै नजिकै सुकुना पुलको उत्तरपट्टि सुकुना माध्यमिक विद्यालय अवस्थित छ। यो विद्यालयको सेवा क्षेत्र यहाँ पढाइ हुने विषयका आधारमा व्यापक छ, किनभने यहाँ सिभिल इन्जिनियरिङको पढाइ हुन्छ। सिभिल इन्जिनियरिङमा देशका जुनसुकै भागबाट पनि विद्यार्थीहरू यहाँ कक्षा 9 देखि 12 सम्म यहाँ आएर पढ्न सक्छन्। त्यसको चाहिँ प्रवेश परीक्षा हिजो सम्पन्न भइसकेको छ र फेरि दोस्रो प्रवेश परीक्षा हुँदैछ। त्यसमा पढ्न इच्छुक विद्यार्थीहरूले पनि सिभिल इन्जिनियरिङका लागि प्रवेश परीक्षाका लागि फेरि आवेदन गर्न सक्नुहुनेछ। भने अघि नै मैले भनिसकेँ, अरू कक्षाहरूका लागि वैशाख 7 गते प्रवेश परीक्षा हुँदैछ र हाम्रा विद्यार्थीहरू ल्याउने लैजाने बस भएकाले हाम्रो सेवा क्षेत्र व्यापक छ। पश्चिममा इटरी, माथि तररासम्मका विद्यार्थीहरू यहाँ आएका छन् सिभिल बाहेकका अन्य कक्षाहरूमा। भने विभिन्न पहाडी जिल्लाहरूबाट पनि यहाँ 11-12 मा आफूले रोजेको विषय जस्तै विज्ञान, अनि होटल म्यानेजमेन्ट, व्यवस्थापन, कानुन, शिक्षा पढ्नका लागि
यता यो कोशी प्रदेशका विभिन्न जिल्लाहरूबाट पनि विद्यार्थीहरू यहीँ बसेर अध्ययनरत हुनुहुन्छ। त्यसैले सुकुना माध्यमिक विद्यालयको एउटा सेवा क्षेत्र चाहिँ हाम्रो सानो नगरपालिकामा सीमित रहेको नभएर जहाँबाट विद्यार्थीहरू आउन पनि यहाँ सक्नुहुन्छ आफ्नो रोजाइको विषय अध्ययन गर्नका लागि।